हेलो साथीहरू, हजुरहरू सम्पूर्णमा सेवा हुवा च्यामुना लासो फ्याफुल्ला झोरले टासिटेले सेवा र हजुरहरू सम्पूर्णमा एकै मुष्टमा साइन अनुसारको नमस्कार भन्न चाहन्छु। आज पनि हजुरहरूको माझ एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया मेरो भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला र हजुरहरू सबैजना सन्चै नै हुनुहुन्छ होला। म पनि सन्चै नै छु र आज चाहिँ म बाहिरतिर घुम्न निस्केको थिएँ। अनि बाहिरतिर घुम्न निस्किँदा चाहिँ अब देखिने सबै कुराहरू चाहिँ म तपाईँहरूलाई मेरो यो भिडियोमा चाहिँ कैद गरेर हजुरहरूको समक्ष देखाउने छु। र अहिले चाहिँ म यहाँ बाटोमा हिँडिरहेको छु। अनि बाटोमा हिँड्दै जाँदाखेरि चाहिँ मैले देखेको कुराहरू चाहिँ सबै नै तपाईँहरूलाई कैद गरेर जस्तोको तस्तो देखाउने प्रयास गर्दैछु। र यतातिर चाहिँ यो चाहिँ हिँड्नुको लागि यतातिर चाहिँ अब यो पार्किङ भयो भने यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ है। यतातिर चाहिँ गाडीको लागि बाटो देख्न सक्नुहुन्छ। अनि यताबाट चाहिँ मान्छेहरू हिँड्नुको लागि यो चाहिँ छुट्टै बाटो देख्न सक्नुहुन्छ। अनि चट्ट लाएर यहाँनिर चाहिँ यो चाहिँ ढुङ्गा जस्तो छापेको देख्नुहुन्छ। अति बवाल देखिरहेछ है। यो चाहिँ अति नै दामी गरेर छापेको देख्न सक्नुहुन्छ। यो चाहिँ जस यस्तो छापेपछि चिप्लिने सम्भावना चाहिँ कम हुन्छ मान्छेहरू। र यतातिरको दृश्यहरू चाहिँ यस्तै छ है, देख्न सक्नुहुन्छ। र यहाँनिरबाट चाहिँ म चाहिँ स्ट्रेट अगाडि नै जाँदैछु। यहाँनिरबाट गाडीहरू आउँदैछ, देख्न सक्नुहुन्छ। र अनि यतातिर चाहिँ टक्क अब यो एक साइडमा चाहिँ गाडीहरू देख्नुहुन्छ। गाडीको लागि छुट्टै अब रोड छ भने अब मान्छे हिँड्नुको लागि यहाँनिर छुट्टै बाटो छ क्या। अनि टक्क यसरी ठाउँ ठाउँमा टक्क बस्नुको लागि, मान्छे बस्नुको लागि चाहिँ टक्क यसरी पार्क बनाइदिएको छ होइन। अनि यतिको चाहिँ हुनु पऱ्यो नि होइन। टक्क मान्छेहरू अब यहाँनिर चट्ट बस्नुको लागि पनि मिल्यो। यति भइसकेपछि पार्कको छेउमा अनि यतातिरको दृश्यहरू चाहिँ एकदमै बवाल देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ गाडीहरू पुरै जाममा छ। अनि म चाहिँ यही मौकामा टक्क यहाँबाट बाटो क्रस गर्नेछु। अनि यता अगाडिपट्टिबाट चाहिँ लगेजहरूको पसल टक्क लाएर ठक्क मेरो अगाडि चाहिँ देख्न सक्नुहुन्छ है। टक्क यो टावरको छ्याक्कैमा चाहिँ अगाडिपट्टिबाट आइसकेको छु। टक्क म सबै कुराहरू तपाईँलाई देखाउँदै गर्नेछु है त। मान्छेको चहल पहल चाहिँ जोस् अहिले चाहिँ ठिकै नै रहेछ भनौँ न है। टक्क यहाँभित्र चाहिँ अनि अब म चाहिँ यहाँबाट भित्र छिर्नेछु। अनि यहाँबाट भित्र पसेपछि चाहिँ भित्रतिरको माहौलहरू पनि तपाईँहरूलाई म देखाउँछु नि है, के कस्तो छ भनेर। अनि उतापट्टिबाट टक्क यो चाहिँ उतापट्टिबाट गाडी आउने बाटो भइगयो। अनि उतापट्टिबाट चाहिँ पर ट्रेनको पनि वे देख्न सक्नुहुन्छ। अनि मान्छेहरू चाहिँ अति नै बढी छ क्या यतातिर चाहिँ। अनि यतातिर चाहिँ गाडीहरू एकदमै साँप अत्याधिक मात्रामा देख्न सक्नुहुन्छ है। अनि यतातिर मान्छेहरू चाहिँ अति नै बढी छ है। अब म चाहिँ यहाँबाट फेरि
भित्र पस्नुपर्ने हुन्छ। भित्र पसेर अब चट्ट यहाँबाट बाटो क्रस गर्नुपर्ने हुन्छ। बाटो क्रस गरेर म माथिल्लोपट्टि जानेछु अनि माथिल्लोपट्टि गएर चाहिँ माथिल्लोपट्टिको दृश्यहरू तपाईँहरूलाई म देखाउने छु।